एउटा कुरा के रियलाइज गरेँ भन्दाखेरि मैले चाहिँ अस्ट्रेलियाको भिजा प्रोसेसिङ इज टु हार्ड क्या अब युकेको भिजा प्रोसेसिङ इज नट टु हार्ड होइन एकदम इजी गोइङ छ सो म युके आइसी चाहिँ मेरो पर्सनल एक्सपिरियन्स चाहिँ के भयो रहेछ त अब के र के भयो अरू के गरिरहेको छु भनेर चाहिँ अलिकति मलाई भन्न मन लाग्यो म युके आएको जनवरी 2022मा म स्टुडेन्ट थिएँ स्ट्रगल आफ्नै ठाउँ छँदैछ कि होइन तर स्ट्रगल सँगैसँगै आई इन्जोयड युके अलट किन भन्दाखेरि मैले चाहिँ यहाँकै युकेको कल्चर कस्तो एक्सप्लोर गर्न पाएँ क्या म जब अस्ट्रेलियामा थिएँ मैले खासै अस्ट्रेलियन कल्चर चाहिँ एक्सप्लोर गर्न पाएन किनभने अभियसली युके पनि अस्ट्रेलिया पनि मल्टिकल्चरल कन्ट्री हो बट अस्ट्रेलियामा चाहिँ म प्राय नेपाली कम्युनिटीमै भएँ मोर अफ इन्डियन अनि कहिलेकाहीँ चाइनिज साथीहरू पनि थियो बट नेभर अन दोज साइड के अब केही खासै मैले एक्सप्लोर गर्न पाएन भने पनि हुन्छ म अस्ट्रेलिया पुगेँ तर अलिकति एक्सप्लोर त भयो हुन्छ अभियसली बाहिर गएपछि अलिकति एक्सप्लोर हुन्छ तर त्यो भिज्न चाहिँ पाएन कि तर यहाँ आएर यहीँको कम्युनिटीमा भिज्दाखेरि चाहिँ यो एक्सप्लोर यर सेल्फ होइन अनि कन्फिडेन्ट बिल्डअप हुँदै आउँदो रहेछ क्या वाट आई फेल्ट पर्सनली अनि अपर्च्युनिटीको कुरा गर्दाखेरि चाहिँ यस द्याट इज क्वाइट अ लट अफ अपर्च्युनिटी इन हियर होइन सबै कन्ट्रीमा हुन्छ तर मलाई चाहिँ युकेमा चाहिँ बेसिकली भन्नु पर्दाखेरि एकदमै अपर्च्युनिटी छ जस्तो लाग्छ है अपर्च्युनिटी एन्ड प्लस यु क्यान गेट द एजुकेसन क्वालिफिकेसन तपाईँहरूलाई एनभिक्यू लेभल गर्न मन छ भने यु क्यान डु इट अनि इम्प्लोयरहरू पनि कस्तो मोटिभेट गर्ने क्या अब यस यु सुड डु इट भन्ने क्या अब जतिखेर पनि त्यही हो साथीहरू सो नेभर लुज होप होइन किप ट्राइङ मैले भने जस्तै म चाहिँ अहिले काम गरिरहेको छु एज अ टिम लिडर केयर होममा मैले पछि एनभिक्यू लेभल गरेको थिएँ म चाहिँ अहिले वर्किङ भिजामा छु तर रुल्सहरू धेरै चेन्ज भइरहेको छ यहाँ तर रुल्स चाहिँ जहाँ पनि चेन्ज हुन्छ अब जतिखेर पनि चेन्ज हुनसक्छ आफ्नो कन्ट्री होइन तर के भन्छ कहिले पनि नेभर लुज होप आज यहाँ छैन भने म जाने हुनसक्छु भोलि सो किप ट्राइङ अनि गर्दै जाने हो होइन जे आउँछ आफ्नो लाइफमा मजाले ट्याकल गर्दै जाने हो कहिले हार नमानिकन किप मुभिङ गाइज किप मुभिङ त्यही भन्न चाहन्छु सो थ्याङ्क यू फर वाचिङ माई भिडियो अनि नेक्स्ट भ्लग त भन्दिनँ अब म भिडियो